हेलो गाइज, नमस्ते है सबैजनालाई। देख्न सक्नुहुन्छ यहाँको भ्यू एकदमै रमाइलो स्थान रहेको छ। यो स्थानमा आज हामी घुम्न आइरहेका छौँ। यता फुने देख्न सक्नुहुन्छ। फुने भनेको पानी जहाज देख्न सक्नुहुन्छ। यसको तलपट्टि चाहिँ समुद्र रहेको छ। अनि यो चाहिँ वडा अफिस रहेको छ। हामी वडा अफिसमा एड्रेस चेन्ज गर्नको लागि आएको छौँ भने काम सकिसक्यो। अब हामी तल समुद्रतिर जाने तयारीमा छौँ। समुद्रको भ्यू पनि म तपाईलाई केही समयमा देखाउन चाहन्छु। ल गाइज देख्न सक्नुहुन्छ तपाईहरुले समुद्र एकदमै रमाइलो भ्यूहरु छ है। समुद्रको नजिकै छु म। यहाँ चाहिँ यसले फिशिङ गरिरहेको छ। यो चाहिँ फिशिङ पोर्ट हो है, जुनबाट तपाईले फिशिङ गर्न सक्नुहुन्छ भने एकदमै समुद्रिक भ्यूहरु टाढा टाढाको पनि एकदमै नियालेर हामी हेर्न सक्छौं। भने यहाँ बीचमा चाहिँ टाकुराहरु छ। टाकुरा भनेको यता उतापट्टि पुरै बीचमा बस्ती र यता उतापट्टि चाहिँ समुद्रले नै घेरेको छ। त्यो रहेको छ भने देख्न सक्नुहुन्छ। एकजनाले फिशिङ गरिरहेको छ। यो भ्यूहरु नियालेर हेर्न सक्नुहुन्छ है। एकदमै रमाइलो भ्यूहरु छ। बेला बेला हामी यो भ्यू हेर्न आइरहन्छौँ नजिकै। यो भन्दा यो माथिको भ्यूहरु तपाई यसरी देख्न सक्नुहुन्छ। यो सेतो सेतो देखिने पानी जहाजहरु रहेको छ है। पानी जहाजबाट हामी यो समुद्र घुम्न जान सक्छौं। त्यही हो गाइज, देख्न सक्नुहुन्छ है। भने यसको ब्याकग्राउन्डबाट तपाईले देख्न सक्नुहुन्छ, मलाई पनि देख्न सक्नुहुन्छ। एकदमै नजिक छु, समुद्रको एकदमै नजिकबाट निहाल्दै छु है गाइज। ल हेर्न सक्नुहुन्छ। ल बाँकी भिडियो हेर्दै गर्नुहोस् है त। देख्न सक्नुहुन्छ धुपी पानी जहाज। यो पानी जहाज छ भने यतापट्टि पनि पानी जहाजहरु एकदमै थुप्रो छ। पानी जहाज देख्न सक्नुहुन्छ। यो जोस यहाँ टन्नै पानी जहाजहरु हामीले देख्न सक्छौं। देख्न सक्नुहुन्छ है गाइज पानी जहाजहरु। यता भने धोपी अनि पार्कहरु रहेको छ। यसको ब्याकग्राउन्डबाट देख्न सक्नुहुन्छ पानी जहाज। यहाँ थुप्रो छ है पानी जहाज। यो पानी जहाजबाट चाहिँ टक्कलार यो पानी जहाज पोर्ट हो। यो पोर्टबाट हामी समुद्रमा चाहिँ जान ल यहाँदेखि चाहिँ जान सकिन्छ है पानी जहाज। यो चाहिँ पानी जहाजको वे हो। यहाँबाट चाहिँ जान आउन सक्छौं। एउटा चाहिँ आइरहेको छ भर्खरै। अनि यो चाहिँ पानी जहाज जाने र आउने बाटो चाहिँ हो है गाइज। जतिहरु पनि मनै लोभ्याउने दृश्यहरु मैले तपाईहरुलाई देखाइरहेको छु, हेर्न सक्नुहुन्छ। क्यामेरा हरेकचोटि यही समुद्रतिर नै घुमाउन मन लाग्छ। देख्न सक्नुहुन्छ है समुद्रको छाल एकदमै छालान छ। एकदमै मनै लोभ्याउने दृश्यहरु देखाइरहन मन लाग्छ है गाइज। भने यसको ब्याक साइडपट्टिको भ्यू है त। यसको ब्याक साइडपट्टिको भ्यूहरु यस्तो रहेको छ भने ठ्याक्कै यो समुद्रको अलि माथिबाट
गाडीहरू गुडिरहेको छ। योभन्दा माथि बस्तीहरू छ भने यसकै साइडबाट रोडहरू गइरहेको छ। हेर्दा चाहिँ एकदम डर लाग्ने नै छ दृश्य, तर त्यस्तो छैन, एकदम माथि समतल जस्तो नै छ। रमाइलो बस्ती छ, तल चाहिँ समुद्र नै छ है गाइस। आतामी जुताका भन्ने ठाउँमा चाहिँ म छु। यहाँबाट चाहिँ तपाईँहरूलाई राम्रो राम्रो दृश्यहरू चाहिँ देखाइरहेको छु है। ल देख्न सक्नुहुन्छ गाइस है, पानी जहाज आइरहेको छ है। यसरी पानी जहाज आइरहेको छ। ल देख्न सक्नुहुन्छ है, यसरी पनि हामी चढ्न सक्छौँ। जुन मैले अघि देखाएको थिएँ नि पानी जहाजको बोट, त्यो ठाउँतिर जाँदैछ। उता अगाडिको दृश्य चाहिँ यो यसको के भन्छ जाने आउने पोइन्ट हो। जुन पोइन्टतिर चाहिँ पानी जहाज लम्किँदैछ देख्न सक्नुहुन्छ है, पुग्न थालिसक्यो। यो चाहिँ नजिकैबाट आएको होइन, धेरै टाढाबाट नै आएको हो। ल यो चाहिँ हाम्रो सपिङ सेन्टर है त, म्याक्स भ्यालु। अनि उतापट्टि यसको उतापट्टि चाहिँ 7-11 भन्ने छ। त्यहाँबाट चाहिँ हामी खानेकुराहरू सपिङ गर्छौँ है त। यो चाहिँ अलि टाढादेखिको भ्युजहरू है त, एकदमै अलि टाढादेखिको भ्युजहरू कैद गर्न मन लागिहाल्यो। मनै लोभ्याउने भ्यूहरू भएको कारणले कैद गर्न मन लागिहाल्दो रहेछ है त गाइस। ल देख्न सक्नुहुन्छ है, यसरी समुद्रले चाहिँ छाल हान्छ हो। देख्न सक्नुहुन्छ यसरी चाहिँ साइडमा छाल आउँछ समुद्रको। त्यही भएर गाइजहरू जाँदाखेरि चाहिँ अलिकति विचार पुर्याउनु होला। यसो छेउछेउमा नजिकै जानु होला। त्योभन्दा अगाडि जानुभयो भने तपाईँ डुब्न पनि सक्नुहुन्छ। यसरी छाल आउँछ है। ल गाइज, बाँकी नेक्स्ट भिडियोमा है त। अहिलेलाई यति नै गाइज। ल हस्, नमस्ते।